गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज एउटा सानो भ्लग लिएर उपस्थित भइसकेको छु। आशा छ तपाईँहरूलाई मनपर्छ। मन परेमा लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सनु होला है। अनि तपाईँहरू सबैजना जाति कुशल नै हुनुहुन्छ होला। अनि म पनि जाति कुशल नै छु। आज चाहिँ म यहाँ तारे मन्दिर आएको छु। के भन्छ कति दिन बादमा एउटा सानो भ्लगिङ पनि गरौँ भनेको थिएँ एज अ डकुमेन्ट्री है। त्यत्रो छुट्टी आएर पनि केही गर्नु पाइरहेको छुइनँ नि त, बिजी सेड्युल छ। अनि यहाँ चाहिँ यति बिघ्नको भिड रहेछ कि गाइज, हेर्नुहोस् है। यहाँ हेर्नुहोस् लाइन, हेर्नुहोस् यहाँदेखि माथि माथि माथिल्लो रोडसम्मको भिड छ है। अनि म चाहिँ अलिकति घरबाटै ढिलो भएँ। अनि तपाईँहरूलाई पनि देखाउँछु। यहाँबाट चाहिँ एकछिन दार्जिलिङ पनि जाने काम छ। अनि तपाईँहरू पनि स्टे ट्युन है गाइज। एज यु क्यान सी यहाँ लाइन, यो माथिल्लो रोडदेखिको चाहिँ छेउछेउमा परिसकेको छ हामी लाइन होइन। यहाँबाट तलबाट त्यत्तिकै भिड छ। यो रोड चाहिँ तल छ, हेर्नु न तल होइन, कति चाहिँ भिड होला है। मान्छेहरूको यति डरलाग्दो आस्था भगवान्प्रति, विच इज भेरी गुड है, एकदमै राम्रो। आफ्नो सबै बिजी सेड्युल छोडेर है दसैँ चाडबाडको बेलामा पनि मान्छे यति साह्रो भिड हुनुभएको एकदमै राम्रो है साथीहरू। हेर्नु है साथीहरू, एज यु क्यान सी द भ्युज इज भेरी ब्युटिफुल। हेर्नु त कति राम्रो हो हाम्रो ठाउँ त नि। यो चाहिँ मन्दिरदेखि तल मुनि देख्ने गाउँहरू है। हेर्नुहोस् न, हामी चाहिँ माथिल्लो लाइन पनि आइपुगेको छैन गाइज, हेर्नु न। माथिल्लो लाइन पनि आइपुगेको छैन है हामी। यहाँ तल्लो लाइन डल्लै छ, त्यहाँबाट अर्को लाइन डल्लै छ। मन्दिर त तल छ, कहिले होला। भर्खर हामी चाहिँ तल्लो लाइनमा आइपुगे साथीहरू, हेर्नु नि। अझै यहाँदेखि पनि अझै एक गोलाइ छ है। अझै यहाँदेखि पनि एक गोलाइ छ। माथिल्लो लाइनमा आइपुगेँ। अब यहाँदेखि अझै एक लाइन छ, त्यहाँबाट मात्रै मन्दिर छ। अलमोस्ट 1.5 घन्टा भयो। अझै हाम्रो चाहिँ लाइन आएको छैन है गाइज। बसेको चाहिँ 1.5 घन्टा भइसक्यो होइन। 1.5 घन्टा भइसक्यो। भोक तिर्खा लागेर कस्तो भइसक्यो भन्नु भएको छैन है। साह्रो परिसक्यो, हत्तु भयो। फाइनली यहाँ आइपुगेँ। बल्ल रोड देख्नु थाल्यो नि हौ। फाइनली हाम्रो चाहिँ टर्न आयो। भित्र चाहिँ क्यामेरा लाउनु दिँदैन। बल्ल आइपुगेँ है गाइस भित्र। मन्दिरको दर्शन गरेर चाहिँ आइपुगेँ है गाइस। बल्ल सकेँ 2.5 घन्टामा। स्टेको दिन चाहिँ यहाँ चाहिँ बजारै लाग्दो रहेछ गाइस, हेर्नुहोस् है। दोकानहरू पनि पुरा बढाएछ अहिले, रेस्टुरेन्टहरू। हामी बजार जाने सिधै हो। यहाँ मलाई चाहिँ बुढाले ल्याउन आउनुभएछ। बजार जाने है गाइस। खैदिनु त हेलमेट लगाइदिनु। अब चाहिँ हामी बजार लागेको गाइस। साथीहरू अब चाहिँ हामी बजार लागेको, एउटा सामानहरू किन्नु पर्नेछ। अनि अहिले बजारमा ल्याउँछु तपाईँहरूलाई अलिकति गोर्खेहरू पनि भनेको एकछिन नजारा। हामी चाहिँ गोर्खेहरू आइसक्यो गाइस। हेलो भनिदिनु त। हेलो, हामी गोर्खेहाटमा अब उया भन्नुभएको। फाइनली हामी चाहिँ गोर्खेहाट आइपुगेँ गाइस। यहाँको नजारा चाहिँ यस्तो छ। ए यो चाहिँ भिडियोमा देखिरहेको भिडियो चाहिँ हामी ट्राई गर्न आँटेको। खानु त चाचा छुचुस पनि नगरी खानुभएको। ल एकदम सुरु गऱ्यो। कस्तो रहेछ?
बस्तीको कालो सुँगुर कालो सुँगुर कालो सुँगुर यो त तातो तातो खाइदिनु नि पछिको मासुहरू बेचेको देख्नु यहाँ चाहिँ सुँगुरको सेकुवा बनिँदैछ दादाहरू बात मार्दैछ अनि उहाँले चाहिँ मजाले खाइरहेछ एकदम मिठो मानेर कस्तो भयो कस्तो रहेछ अब के खान्छ यहाँ हेर्नुहोस् है हाटको चाहिँ यस्तो डरलाग्दो क्रेज छ यस्तो डरलाग्दो भिड छ अस्ति झन् यस्तो डरलाग्दो भिड थियो ऊ सुकुटी कसको सुकुटी हो नि सोध्नु न गोरुको होला यो भैँसी कसरी केजी हो आमा सो एक्सपेन्सिभ यहाँ फाक्साको सुकुटी तपाईँको सुँगुरको सुकुटी अब फेरि पुच्का खानु मन लाग्यो गाइस यहाँ चाहिँ हाम्रो दिदीबहिनीले पुच्का बनाउँदैछ रेडी हजुर ल मिठो कसो मिठो रह्यो भैयालाई जिताउनु जित्नुपर्छ त है पुच्का हो के हो न गोर्खे हाटमा पुच्का खाँदैछ सकुले चाहिँ त्यसको लागि त दबाई अघि किनिसकेको है यसको लागि दबाई एकदमै दबाई किनेर रेडी छ खै यता हेरेर खानु न कसरी छ मजा आयो दोकानेलाई होइन ले अब फेरि केक खाँदैछ खाइरहनु पाएको छैन नि त है यो त हिजो मात्रै बनाएको थियो फ्रेस हाम्रै नेपाली दिदीबहिनीहरू यो हालिदिनु एउटा नेपाली दिदीबहिनीहरू यहाँ रहेछ एउटा हालिदिनु न ल केसको अन्डा हो त्यो छिर्केमिर्केको अन्डा हो यति बिग्राको भिड छ गाइस दसैँकै फिल भयो एकदम दसैँको भाइब छ यहाँ चाहिँ यहाँ चाहिँ ढेँडो बेच्नु हुँदो रहेछ हाम्रो नेपाली ड्रेस लगाएर दिदीबहिनीहरूले म चाहिँ ढेँडो सन्ध्याको हातको मिठो लाग्छ अब चाहिँ हामी यहाँबाट निस्केको पाउँदो रहेछ छुर्पी अम्बो हेर्नु न के दामी लानु न बुढाले चाहिँ एउटा लगेर डल्लै खान्छ अरे काटेर लानुहुन्छ चाहिँ हामी फर्केको साथीहरू हेर्नुहोस् न दार्जिलिङको जाम खुट्टैबाट गाडी जाँदैछ म त स्कुटीमा बसिरहेको छु डरले ढुकढुक भएर अर्को गाडीले ड्याङ्गै दिन्छ कि भनेर पिर परेर
अब चाहिँ गएको होला साथीहरू यहाँ दार्जिलिङबाट चाहिँ यति बिघ्न ढिलो भयो कि मान्छे यहाँनिर चाहिँ घाम चाहिँ यस्तो दामी लागिरहेको छ आज चाहिँ गाइज दसैँ भाइब्स भइरहेको छ है दसैँ भाइब पुरा दसैँ चकाचक लागिरहेको छ नानी स्कुलबाट आइसकेर चाहिँ हतार पर्यो हामी चाहिँ फाइनली घर आइपुग्यो होइन हत्तु भएर अन्त यति बेलातिर चाहिँ खाना पकाएर खाने चाहिँ 9 बजी रातितिर पुरा ढिलो भयो नि त 8:30 भयो त्यसै छ है जिन्दगी